यो संसारमा के साथीहरू आफैले नगरी चाहिँ कसैलाई खान पुग्दैन। किनभने आफ्नो शरीर राम्रो भए मात्र सबै कुराहरू राम्रो हुँदो रहेछ के साथीहरू। किनभने हामी चाहिँ यो संसारमा आज शरीर राम्रो छ त सबै कुरा सबै मानिसहरूको अगाडि मानिसहरूको अगाडि चाहिँ हामी राम्रो हुँदो रहेछौँ के। आज चाहिँ हाम्रो शरीर कमजोर छ, हामी गर्न सक्दैनौँ भने चाहिँ कसैको पनि प्यारो हुन सक्दैनौँ। त्यो चाहे आफ्नो श्रीमान होस् चाहे बाबुआमा होस्, जस्तो सुकै किन नहोस् के है। किनभने आफ्नो शरीर ठिक छ भने चाहिँ जिन्दगीमा सबैले माया गर्छन्, छैन भने चाहिँ कसैले पनि हामीलाई वास्ता गर्दैनन्। यहाँ चाहिँ आजको मेरो दिनको भिडियो चाहिँ सुरु भएको छ। आज बिहानभरि चाहिँ मेरो यसरी नै दिन गयो। बाबुलाई स्कुल पठाएपछि चाहिँ कपडाहरू भिजाउनेदेखि लिएर यहाँ चाहिँ अब कोठा सरसफाइ चाहिँ म गर्दैछु। यहाँ चाहिँ बेसी भयो थियो नि त, बेडसिट नहालेको, त्यही भएर धेरै दिन भइराखेको थियो। त्यही भएर चाहिँ मैले आज यसरी चाहिँ मेरो दिन सुरु गर्दैछु साथीहरू। आजको यहाँ चाहिँ यति फोहोरो भएको थियो अनि यसरी चाहिँ म बेडसिटहरू हाल्दैछु है त साथीहरू। आजको दिन चाहिँ मेरो यसरी नै गइरहेको छ। तपाईँहरूको कसरी गएको छ? आज मान्छेलाई चाहिँ यति काम चाहिँ नगरी हुँदैन है, हाम्रो घरको गन्थन। अनि भन्नेहरूले भन्नुहुन्छ नि, के छ र त्यो घरको काममा, केही छैन त भन्नुहुन्छ। तर यसरी नै जान्छ। यहाँ बाबुको अनि बुढाको गिटार रहेछ, म यसरी बजाउँदै र यता किचनतिर आएँ।